हैन म एउटा कुरा छु यो भिडियो नि जान्छ हजुरको अब बुढेसकालमा जे भने मेरै बुवाको साथी नै हुनुहुन्न रहेछ यो सतुङको कुराहरू नि धेरै भन्नुभयो मैले यो भिडियोमा नि फ्याक्स युके हङकङ गो नै जान्छ यो फेसबुक मेरो 2000 3000 जना व्यक्तिले नि हेर्छन् हजुरले राम्रो काम गर्नुभयो रहेछ बुवा नाम के पर्यो अरे हजुरको ए नरबहादुर अन्नी हजुरै हो नाम मैले कता कता सुनेको थिएँ है यो नरबहादुर अन्नी सुनेको थिएँ ए हजुर हजुर जियोस् पञ्चायत कालमा चाहिँ 46 सालबाट बौद्ध लाउँदाखेरि पछि नगरपालिका हुँदा पनि हजुरले दुई पटक जित्नु भयो मेरो कुरो भन्नुभयो म पञ्चायत कालमा दुईचोटि प्रधान भएँ एकदमै अनि नगरपालिका घोषणा भएपछि वडाको अध्यक्ष भइयो एकदमै अनि पछि बौद्धलाई आसी उपाध्यक्ष नि बनाए हजुर यो गाउँपालिकाको ए यो हाम्रो रस्थल सतुङको हजुर गाउँपालिका हुँदा हजुर अध्यक्ष चाहिँ ओम शर्मालाई बनाए हजुर हजुर तपाईँले चिन्न पर्ने ओम शर्मा इन्जिनियर हो तल जोइ चौरो घर हजुर हजुर अनि मलाई उपाध्यक्ष बनाएका हुन्छु बाबु म भनेल घर चाहिँ हजुरको यही मैदानमा यही थियो उ थियो अहिले चाहिँ यो बिल्डिङ यहाँ रहेछ र म बुवासँग कुरा गर्दैछु र यो सतुङ जाने यो गेट यता बाटो यहाँ छ कोट उहाँ छ चन्दान र बुवासँग म आधा घन्टा टाइम लिएको थिएँ अहिलेसम्म मैले कहानीहरू सुने र उहाँ चाहिँ पहिल्यैदेखिको इमान्दार इज्जत समाजसेवी र यो हाम्रो रस्थल स्कुल मैदानको पनि केही कुरो 10 क्लास बनाउने बेला पनि उहाँले नै सहयोग गर्नुभएको रहेछ र 12 क्लास गराउँदाखेरि पनि पैसा उठाउने जिम्मेवार हाम्रो गुरु सर अहिले स्याङ्जा हुनुहुन्छ र उहाँ के अरे नाम के अरे के भन्नु नरबहादुर केसी उहाँ बुवा हुनुहुन्न रहेछ र उहाँको पनि एकदम समाजसेवी रहेछ यो सतुङकोटको र अहिले बुवा चाहिँ लगभग 78-79 वर्ष हुनुभयो क्या 79 वर्षको हुनुभयो 3 साले हुनुहुन्न रहेछ उहाँको कहानी मैले इतिहास सुने उहाँको नि याद रहोस् होइन यसैमा कैद हुन्छ के हजुरको र यो पनि धेरै जिल्लामा पनि हेरेको हुन्छन् र त्यो गर्दै म पनि गाउँ आएको होइन यहाँ कान्छुवा बिते 10 दिन भयो र सबै दाजुहरू आएर भेटघाट गर्नुभयो त्यसले गर्दा यहाँ दाजुहरू नि हुनुहुन्थ्यो होइन लाउरे दाजुहरू त्यसले गर्दा एकछिन टाइम लिएर बुवाको इतिहास पञ्चायत कालको के कसो थियो भन्ने कुराहरू मैले धेरै कुराहरू बुझेँ होइन बुवा हजुरले गर्नुभयो रहेछ यो स्कुलको लागि पनि धेरै ठुलो गुण गर्नुभयो रहेछ र अध्यक्ष पनि यहाँको बनेर पनि हजुरले धेरै इमान काम गर्नुभयो रहेछ नरबहादुर केसी भन्ने उहाँ नै हो अब कतिले चिन्नुहुन्छ होइन चिन्नु गुरु सरले त अब चिनिराख्ने मान्छे हो त्यसले गर्दा उहाँ बुवालाई धेरै धेरै मुरी धन्यवाद हामी अहिले युगमा अहिलेको युगले बुवालाई चाहिँ हामीले धेरै धेरै धन्यवाद दियौँ है त बुवाले चाहिँ इमान काम गर्नुभएको खुसी लाग्यो हस् त बुवा है त ल हस् एकदम केही भन्नु बुवा हो हजुर हजुर ए ए हजुर हजुर ठिक छ बुवा आफ्नो स्वास्थ्य ख्याल गर्नु खुसी लाग्यो अब मेरै बुवाको साथी हुनुहुन्छ मेरो बुवा 5 साले हजुर 3 साले भयो नि हजुर दाइ नै भयो नि अब यहाँको सबै इतिहास थाहा रहेछ हजुरलाई र हाम्रो पनि थाहा रहेछ हजुरलाई कहानी घरको त्यसले गर्दा मैले यो भिडियो कैद गरेको है हाम्रो बुवासँग ल यति भन्दै बिदा मागेँ है बुवा हस् बुवा ल धन्यवाद एकदम चिन्नु भयो नि मलाई ल यति भन्दै बुवाले धेरै चिन्नु भयो खुसी लाग्यो है त यति गर्दै बुवासँग अहिले बिदा मागेँ एकदम ओके